समय भएको छैन, राजा आउने समय भएको छैन। अहिले कति बजे केटा हो? 12 1 1:30 तिर चाहिँ आउनुहुन्छ होला राजा। अर्बना त्यस्तै हो हैन, दुर्गेश थापा हो देश बचाओ मेरो लागि चाहिँ। यो मैले यो गणतन्त्रको गाँठ हल्यो होला। हेलो गाइज, वेलकम टु माई रियाक्सन भिडियो है। तपाईँलाई मेरो च्यानलमा वेलकम छ। समय भएको छैन, त्यो समयमा ढुङ्गा पनि बोल्ला। हेर्दै जाउँ। समय भएको छैन, राजा आउने समय भएको छैन। अहिले कति बजे केटा हो? 12 1 1:30 तिर चाहिँ आउनुहुन्छ होला राजा। होइन जस्टिसको समय भएको छैन, समय भएको छैन भन्दै हुनुहुन्छ। ओके, आज म राजतन्त्र वर्सेस गणतन्त्र। Let us wait. Have some patience. अब समय आयो। अब समय आएर एक्कासी कति लड्ने नेपालीको बानी हुन्छ, कहिले नझुक्ने शिर उडेको स्वाभिमानी नेपाली हुन्छ। विश्वको कुना क्याप्सनमा मकै समय चुरोट बाँडेर हिँड्दा छ। अब त चुरोटै चुरोट, पछाडि टमाटरै टमाटर छ। दिएर गएर सितेम्बाको माल हो, होइन भालै छैन। बिहान पनि चुरोट, बेलुका पनि चुरोट, बाटो हिँड्दा चुरोट, चुरोटै चुरोट। यो कसले आएर देश बचाउँछ चाहिँ मलाई चाहिँ थाहा भएन, तर देश यो मैले हेरेको छ अरे हो। कसले आएर थाहा छैन, मलाई थाहा छैन। अब हेर्ने हाम्रो राम्रो हुनु पर्यो, हिजोको दिन भन्दा आज राम्रो हुनु पर्यो। हामीबाट सुरु हुनु पर्यो, अरूबाट होइन। अर्बना त्यस्तै हो हैन, दुर्गेश थापा हो देश बचाओ मेरो लागि चाहिँ। यो मैले हेरेको दुर्गेश थापा हो देश बचाओ भन्ने यो चाहिँ मैले हेरेको थिएँ। यो चाहिँ हाम्रो एकजना मेरो साथीको साथी पनि रहेछ अरे, पहिला स्कुलसँगै पढाएको। तर नेपालको अहिलेको आर्थिक स्थिति हेर्दाखेरि मलाई लाग्छ दुर्गेश थापै आउनुपर्छ जस्तो छ। ल्यारी डेभिड रे होइन यो होइन क्या, ऊ त्यो तपाईँहरू मिलेर पैसा खाएर क्या काङ्ग्रेसमा, तपाईँहरू मिलेर यो मान्छेको नि आएको थियो है। के दोजरले घर भत्काउँदा के भत्काउँदा, दोजरले घर भत्काउँदा के भत्काउँदा त्यस्तै के हुँदै आएको थियो। यो होइन ऊ त्यो खत्तम। बङ्गलादेश त के थियो र बङ्गलादेशमा खाने पाएको छैन, हाम्रो नेपालमा जति खाने खायो न ल। तपाईँहरू खान पाएको हो कि होइन? भोक लागेको छ कि छैन? यो प्रोग्राम नै आएको थियो। मान्छेहरू त्यो भित्रबाट ल्याउँदै भाग्दै गराएको थियो अरे। यो मान्छे यो दाई त्यो चाहिँ के गर्यो भन्दा ऊ चाहिँ भाटुडीको ओनर मिनबहादुर गुरुङ जस्तो के चाहिन्छ सबै खानु भनेर भन्दै थियो। यो मान्छे पनि चिन्छु म चिन्छु भन्दा नि भाइरलै भएको मान्छे हो नि त होइन। ए फलफुल आएको होइन, फलफुल ल्याएर खुवाइदियो केटा। फल ल्याएर खुवाइदियो केटा अरे। उसको बाउ मिनबहादुर गुरुङको छोरा छ। मेरो खराब पानी छ, मेरो खराब अघि लस्सी चोरेर भागिरहेको छ यार। 300 रुपियाँ चोरेर नाम बदनाम गरे यार। 2टा भोकटे लिएर भागिरहेको छ, 2टा लस्सी लिएर। पानी छ, मेरो यतापट्टि फेरि जोन चाम्लिङको चस्मा लगाइरहेको रहेछ। खराब। तपाईँले बुझ्नु भएको छ के भइरहेछ? एकदमै राजा ल्याउने प्रक्रिया भइरहेछ होइन। हामी चाहिँ आइरहेछौँ स्कुलबाट, सिधै घर नभई घर नगई स्कुल छोडेर आएछौँ। म चाहिँ एकदम छोरा एकदिन आम जनताको छोरा छोरीले पढ्न पाओस् भनेर गणतन्त्र ल्याएको होइन हो, एकदम एकदम स्कुल छोडेर राजा हो भन्ने होइन। तँ पनि भने स्कुल छोडेर राजा हो भन्ने त नि गणतन्त्र राजतन्त्र पढ्नु पाउनु पर्यो भन्ने माग हो। बोल्नै सकेन यो मान्छे। हाल्नु होला। यो भिडियो चाहिँ नहाल्नु होला रे। छिटो छ यहाँको नाम मेरो कमल गुरुङ। कमल गुरुङ कहाँदेखि आउनु भएको? हो, धादिङ जिल्ला। आन्दोलनकै लागि आउनु आन्दोलनको लागि आऊ। म एउटा मात्रै कुरा भन्छु सर है, मैले चाहिँ केपी र सेरे चाहिँदैन, गणतन्त्र फाल्न पाइँदैन। गणतन्त्र फाल्नु पाइँदैन कस्तो ठिक रहेछ त्यो त। टिका लाउनु पर्ने थियो, टिका लाउनु पर्ने थियो। ताल परे मेरो केटी हेर्न पनि दिन्छ। केटी हेर्नु पनि दिन धेरैमा इम्पोर्टेन्ट काम थियो। केटी हेर्न पनि समय 2 बजी थियो, अहिले 3 बजी होला। मेरो गयो। बुढो कन्नै बस्ने हो बुढो। मेसेन्जरमै हेर्नु न।
मान्छेहरू के तालको नेपाली हामी नेपाली दाजुभाइहरू के विदेश के भइरहेको आन्दोलन के भइरहेको थाहा छैन है केटीहरू के मान्छेको इम्पोर्टेन्टै काम होला भन्दा नि अब आयो बुढो यो दाइले चाहिँ अब खोइ बुलेट सुलेट चढेको खोइ टिकटकमा म भात खानुपर्ने छ म खाऊ कि नखाऊ भनेर नि बसेको देखेको थिएँ राजकुमार के हो अब यो देशमा राजा चाहियो हजुर यो देशमा चाहिँ नि धेरै किन चाहियो म त राजाकै पालामा जन्मेको राजाले कति राम्रो गरेको थियो होइन पुलिसमा जागिर खान पाएको थियो अहिले माओवादीले गर्दाखेरि मेरो जागिर नै चिप्ल्यो जागिर नै गयो प्रचण्ड सरकार प्रचण्डजी उहाँको कुरा सुन्दैन होला जागिर चिप्ले तपाईँले सिक्री चाहिँ अलिक चोरी हुने चिज क्या चम्केर हाँसिरहेको थियो अहिले त पुरा त्यो बाली नालीले त्यो के भन्छ भुइँचालोले बाली नाली सखा पारेको जस्तो कि एक्सप्रेसन हेर्नु न सुरक्षित सरकार राख्नु पर्दैन त के दादा भाइ होसै भएन आन्दोलनमा रुगो के अब के गर्नुहुन्छ त अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब बाई बाई टाटा माया कसम भाग्दै भाग्दिनँ भगवान कसम भाग्दिनँ म यिनीहरूले मलाई चिनेकै रहन्छ मान्छे भाग्ने ठाउँै मैले देखेको छैन म कहाँ भाग्छु म भाग्दिनँ नि कच्चु 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 गुरु कच्चु 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 भन्ने धुन पो रहेछ यो धुनमा हेर्ने गुरु कच्चु 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 गुरु कच्चु यो चाहिँ मैले जिटी खेला जस्तो आइरहेको थियो त्यो ट्रोल पेज उयसमा होइन मान्छे त पुलिसलाई पनि आनेछ मान्छेलाई पनि आनेछ गुट्टुङ सिधै दौडाइरहेको थियो बुढोले जिटी खेला जस्तो दौडाएर असली ग्यासको बिचमा फस्यो यार म बाँचिँदैन जस्तो छ आज त के हो स्याउ स्याउ टिप्दै फाल्दा ए हानेको पुरै स्याउ लडाइँ पनि गर्नु सक्छु भनेर पाइट लगाएर आएको त्यसैले होइन आई एम स्टिल स्ट्रेन्थ लाइक अ जेन्ट्स भनेर I love your English. आन्टीलाई सलाम छ 2 तोप कसम यहाँ बन्दुक भए भए मैले 21 तोपको सलाम दिन्थेँ होला ठिक छ पाइट लगाएको हाम्रो पुलिस साथीहरू रिपोर्ट बनाउँदैछन् क्या हो त नगरौ है साथी तपाईँहरूकै श्रीमती तपाईँहरूकै छोराछोरी नाति नातिना जोगाउन लागेको छ है दुर्गा प्रसाई राजा आइसकेपछि के कुरा गरे त्यो मान्छेले तपाईँहरूको श्रीमती छोराछोरी जोगाउन लागेको छ अरे भनेपछि त सबको छोराछोरी श्रीमती भाग्न लागेको थियो ओके पुग्यो भने नि यो काठमाडौँमा कहिले पनि आन्दोलन हुँदैन के कुरा गर्नुहुन्छ र उनीहरूको महिनाको 1 लाख तलब हुन्छ यिनीहरूले लुटेको पैसा छ नि त्यो ल्याएर सबै ल्याएर यिनीहरूलाई तलबमा बाँड्ने हो यिनीहरूको वृत्ति विकास गर्ने हो होइन होला के हो कति गनाइरहेछ लोकतन्त्र भनेको लुटतन्त्र मचाइरहेछ अहिले पहिला राजाको पालामा श्री पशुपति नारायणले के अरे नेपाली जनताको रक्षा गरोस् भनेर समाचार सुन्न पाइन्थ्यो अहिले त बिहान उठ्दा के सुन्न पाइन्छ 91,000 टङ्कामा ऋण पुग्यो भन्छ आइसक्रिम त्यो आइसक्रिम बोक्ने र त्यसको बाद चाहिँ आइसक्रिम राख्ने त्यो चिसो डिप फ्रिज होइन त्यो त के भयो मान्छेहरू ठिकै रहेछ पण्डितजी यो पण्डित पनि आइरहेकै हो भिडियोतिर यसो म देखिरहेकै मान्छे हो ढुङ्गा हान्दा यस्तो हो त नि भविष्य हेर्ने मान्छे आफै भविष्य बिगाएर यस्ता गुरुम सुन्दरी जल के अरे सुन्दरी जलको भाइरल बाबा जस्तै गुरु रहेछ नि त अनि
पुरा यो पण्डित ड्रेसमा गुरुको ड्रेसमा ढोङ्गी बाबा भाग्यो। एउटा एम्बेसीले अनावश्यक रूपमा एउटा नोटिस नै जारी गर्यो। कुनै पनि बेला कर्फ्यू लागू हुन सक्छ, ठुला जुलुस निस्किँदैछन्, बाहिर ननिस्किनु, त्यो ग्लोबल्ली एउटा चाहिँ नै अनावश्यक प्रचारको कुरा मात्रै हो। वास्तवमा त्यस्तो केही पनि होइन। 10-15 हजारका जुलुस नेपालमा निस्किन्छन् त सधैँ। कर्फ्यू आदेश पालना गरौँ न। बुढालाई मतलबै छैन बुढो ठिस। यस्तो हाँस उठ्छ हाम्रो नेताले। उसले देशको के कुरा भएको छ केही मतलबै छैन ल। 10-15 हजारको जुलुस त निस्किँदै गर्छ अरे। प्रचारको कुरा मात्रै हो। वास्तवमा त्यस्तो केही पनि होइन। 10-15 हजारका जुलुस नेपालमा निस्किन्छन् त सधैँ। कर्फ्यू आदेश पालना गरौँ न। 3 कुनै क्षेत्रमा नेपाली सेना खटिएका छन् भने कर्फ्यू राति 10 बजे सकिनेछ। अहिले पनि जडीबुटी सिनामङ्गल एरियामा आगलागीको खबर छ। अन्तिममा केही भन्दिनँ त, तपाईँबाट इन्डिङ गर्दा कस्तो राम्रो हुन्छ होला। अब यो आजको यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्लियो होला। त्यसैले अब अझ पनि गणतन्त्रको यो बुढोलाई त सक्दैन अरे। केपी ओलीले पनि सक्दैन जस्तो लाग्छ यो बुढोले त मलाई। के अरे अङ्कल भनेको चाहिँ ONCAL अङ्कल भनेर त्यो इन्टरभ्यूमा आइरहेको थियो है। यो बुढोको पनि ह्युमर सेन्स चाहिँ सार्काजम चाहिँ बवाल छ यो बुढोको। पछाडि त्यसलाई सपोर्ट गर्ने कोही हुनुहुन्छ भने यो दाइ यो बुढो यो अङ्कलले भने एउटा कुरा चाहिँ सही लाग्छ। मान्छे लाइफमा मैले सिकेको एउटै कुरा भनेको चाहिँ के हो त भन्दा मोज मस्ती गर्ने, रमाइलो गर। त्यो चाहिँ मलाई राम्रो लागेको हो। त्यो कुरा चाहिँ एकदम बेस्ट लाग्यो। एउटा भित्री मनले आफ्नो आत्माको आँखा खोल्नुहोस्। जनताले तपाईँलाई जवाब दिन्छन् हु इज केपी। हु इज केपी ओली? केपी ओली त्यो के अरे वुमेन्स च्याम्पियनसिपको फाइनलमा होइन त केपी चोर देश। पुलिस तुमसे ना हो पाया। अन्तिममा अब मार्ने कानुन देशमा छैन। यी नेता बुढाहरू पनि नाताले तपाईँको प्रचण्ड ओली देउबा सबै नाता केलायो भने तपाईँ हाम्रो आफ्नै मान्छे पर्दा रहेछ। यिनीहरूलाई राष्ट्रिय प्राणी उद्यान भन्ने भक्तपुरमा 255 हेक्टर भन्दा माथिमा 8.5 अर्ब नेपाली जनताको लगानीमा बन्दैछ। त्यो जाउलाखेलको चिडियाखाना त्यहाँ सरेर जाने हो। ओली देउबा प्रचण्ड लगायतका यी सबै राष्ट्रघातीहरूलाई कोठा कोठा बनाएर राखौँ। नेपाली जनतालाई शनिबार 5 रुपियाँ टिकट राखिदिउँ। विदेशीहरू आयो भने अमेरिकन इन्डियनहरू आयो भने देउबाहरूलाई 30-35 हजारको दरले तोकौँ। 5 रुपियाँ नेपालीलाई राखौँ र राज्यमा आमदानी बनाऊ। अनि त्यो उठेको पैसाले देशको सिमानामा 50 फुटको वाल लगाऊ। सबै देशमा पासपोर्ट सिस्टम लागू गरिदिउँ। गजब बेइज्जती हो। उसले भने ठिकै हो पाटपुर्जा राखौँ होइन। त्यो लास्टको मान्छे किरण गजमेर जस्तो लाग्छ हाम्रो भोइस अफ उयसको नेपालको त्यो मेमेको रियाक्सन छ नि यो मान्छे। गजब बेइज्जती। ओके, मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। अनि यो चाहिँ मेरो सेकेन्ड रियाक्सन भिडियो होला। अनि नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गरिदिनु होला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। फेरि पनि यस्तै रियाक्सन भिडियो लिएर आउने नै छु। डु सब्सक्राइब, लाइक एन्ड सेयर है त। धन्यवाद एन्ड थ्याङ्क्स फर वाचिङ। ह्याभ अ ग्रेट डे। अल सी यु सुन।